ल ल आइ गरिदिनु पर्यो ल उक्ति वो डेन्जर लुक्स हाने यादेखि ओ प्रतिबियनहरू छ यहाँ प्रतिबियन्स अमन त्यहाँ छ everyone के साथी thank you very much thank you oh my god amazing जो कपाट हैन I am English here साथीहरू के गर्नु खानै पर्यो है खासै खानु मन त थिएन तर आज ल्याइदिनु भयो खानै पर्यो बाजेर त उहाँ स्टार गरेर भ्याउनु लगाइसक्नुभयो Yo, what's up? This is Korik Subadarsan going back with a brand new video. So, साथीहरु अहिले म कलेजबाट घर आइसकेको छु अनि आज एक्जाम पनि बबाल भयो एक्जाम बबाल भयो अनि के रे अब भोलि ग्याप छ अनि त्यसपछि पर्सि बिजनेस सोच्दै डलाउने यार सो पर्सि बिजनेस म्याथको एक्जाम छ अब कस्तो हुन्छ थाहा छैन आफूलाई बिजनेस म्याथ भन्ने कुरा दिमागमा घुस्दैन मलाई लास्ट झ्याउलाउँछ सो अब चाहिँ म चाहिँ यसो ड्रेस चेन्ज गर्छु अनि मेरो त्यहाँ गोप्रोको चार्ज थिएन गोप्रोको चार्जर नै छैन साथीहरू सो गाइस अहिले चाहिँ हामी क्याफे जान लाग्यो क्याफे गर्न बन्द रहेछ त्यसैले अहिले चाहिँ हामी यही हो स्कुल आउँदैछ यहाँ म पहिला पढेको स्कुल आउँदैछ सबैले सोध्नु भएको थियो अरे कहाँ पढेको दर्शन भनेर दर्शन यहाँ पढेको हो पहिला यहाँ हो यो स्कुलमा है गाइस ल साथीहरू खतरा देखेको छु मैले यार ल साथीहरू अब त्यसै साथ हामी अघि बढ्दैछौँ हाम्रो यात्रा आज अमर सिंहको क्याफेमा हुनेछ हामी चाहिँ आज यसो क्याफे हन्टिङ हाल्न जान लाग्यो एक्जाम छ अब कहाँको क्याफे राम्रो छ प्लिज कमेन्ट डाउन बिलो हामी त्यहीँ गएर एकदम रिभ्यू दिनेछौँ हामीले होइन अब हामीलाई चाहिँ अब स्पोन्सर आउँछ होला छिटै क्याफे कर्नरबाट अनि हाम्रो त्यस्तै छ जिन्दगी बिग साउट चाहिँ हाम्रो सुभाष दाई इन्स्टाग्राम यहाँ छ क्याफे कर्नरको गरेर फलो गर्नु होला है त ल आई लभ यु मेरो दाई कपाल त तर हिरो हो यार म जिन्दगीमा घाउ चाहिँ अब हिजो एकदम दर्दनाक एक्सिडेन्ट भयो झन् त मेरो अकालमै मृत्यु भएको थियो आज एक दिन हुन्थ्यो है गाइस तर म मरिनँ किनभने थाहा थियो मलाई आज मैले भगाउनु पर्छ भनेर ओ माई गॉड अमेजिङ तर के अमेजिङ थाहा छैन हामीलाई ओ माथि चरा उडिरहेको छ साथीहरू जो कपाट होइन आई एम इङ्ग्लिस हियर भेराइटीको कुराहरू छ ल आइ गरिदिनु पर्यो ल उक्ति सो गाइस अब हामी माकुरी ओ प्रतिबियनहरू छ यहाँ प्रतिबियन्स होइन साथीहरू अमन त्यहाँ छ अब हामी अदिबलाई भेट्न यहाँ आउनु होला होइन हाम्रो टिजिएफको दिदी यहीँ हुनुहुन्छ हाम्रो टिजिएफको दिदी म त एकदम हिरो भयो आज है ल आइ गरिदिनु छोड्दै त्यो त नगर्दो रहेछ यार कस्तो एटिट्युड भएको गाडीवाला रहेछ ओ डेन्जर लुक्स हाने यादेखि यहाँ भिडियोमा क्याप्चर छ क्या डेन्जर हेरिदिएको सो साथीहरू संसारको महँगो सबभन्दा महँगो ठाउँ भनेको यो हो होइन आइजान्छ हामी यो हावा पुरा आउँछ है लाख मेहनतपछि बल्ल आइयो पुग्यो नल्ले तैँले थाहाको बाटो अन्त प्र्याङ्क हानिदिएको हानिस प्र्याङ्क यसको के जिबिएसको साथीलाई फोन गरेर यता गरेर अन्धा धुन्दा छिराएर
के साह्रो डेडिकेटेड हो ए भगवान् यस्तो रुचेर आइदिने यार साथीहरू खतरा पानी परिरहेको छ आई कम्ती राख आई ठिकै थियो आई ठिकै थियो साइकलले आएर ल्याए होइन राजकुमार थापा रहे उहाँखेरि ए उल्टो होला नि साथीले पाङ्रा हेर्नुमा असली हाम्रो त अगाडि भन्दा साथीहरू हामी अहिले हाम्रो आई साथीहरू घर आइसकेको छ केटाले यहाँ पुरानो थोत्रो एक्स भिआर चार्लट भिआर ट्राई गर्ने भनेको छ ऊ त्यहाँ हो त्यो मान्छे कस्तो निद्रा लाग्यो मलाई चाहिँ आजले अहिले चाहिँ हामीले आधी घन्टा लाग्यो एकचोटि स्टार्ट हानेको एकचोटि स्टार्ट त भयो यो भने चाहिँ आश छ नि स्टार्ट छ गेममा नराख्नु चढेर होइन चढेर हान्दैन नि चढेर उठेर हान्छ सेल हान्दैन है सेल हो क्या खतरा एन्टिक भिआर छ साथीहरू मेरो हाइट नि भेट्छ तेरो कुकुरको फोटो देखाएन यसलाई मेरो फोन अहिले चाहिँ हामी अब ट्राफिक कर्नरतिर लाग्दैछौँ है साथीहरू दर्शन चाहिँ यहाँ चलाउँदैछ अब दर्शन चाहिँ घर जाने रे अब दर्शनले घर गएर भ्लग हान्छ ओ अङ्कल ल गाइस अब हामी अब यसो कुदा गरेर भेटिन्छ है त क्याम्पिङ गर्न गएपछि अदिपले हस्की ल्यायो भने चाहिँ टिजिएफमा एकचोटि हस्की हेरेर गइन्थ्यो अदिपले ल्याओस् प्लिज भगवान् हस्की हेर्न पाइयोस् साथीहरू खतरनाक भोक लगाइरहेको थियो क्याफे आएर खाइयो यता हाम्रो तारा दिदी हुनुहुन्छ यता हाम्रो महिमा दिदी हुनुहुन्छ यता हाम्रो मन्जिल साथी छ ओए यता हेर्दै न थ्याङ्क यू भेरी मच साथी मिठाई आज त गाह्रो परेको केक खोइ 1 किलो केक भाइलाई पहिला थ्याङ्क यू भेरी मच खोइ केक थ्याङ्क यू भेरी 1 मिलियन भन्नु न 100K त जसले नै हान्थ्यो क्या अनि ड्रिम बिग खोइ त केक डेली ब्लग हान्ने सोचेछु यो चाहिँ वा बाइक चलाउने भनेर आँतिरहेको छ यसले चाबी दिएको छैन यस्तो छ हेपेको धनी भयो भन्दैमा दाजु भन्नु अब तिमी योसँग आउने गरे के साथीहरू अहिले चाहिँ हामी जाँदा एकैछिन ड्राइभ गरेर आएको दिदीहरूको याद आएर बाई बाई दिदी म त पेट्रोल हाल्नु छ यार हजार मिठाई भनेको ए ल ल ल पैसा दिनु त किन्दै गर्छ ल ल भाइ बाई कसले बोल्न अहिले बाइक चलाउनु पनि कान्छन् के हो यसले बदला लिने भयो यार खतरा यार अब यिनीहरू यहीँ एकछिन क्याफिङ गर्न बस्छ अरे मलाई चाहिँ घरबाट बुलावा आइसक्यो बर्थडेको लागि ल गएँ बाई बाई कति बेला जाला जस्तो बढी बोल्छस् ओए ओए भात दिम जाला फेरि 1 लाख सो साथीहरू म चाहिँ घर आइसकेको छु अनि त्यसपछि म चाहिँ लास्टै पिलाएर म चाहिँ डाइरेक्ट आइहालेँ घर होइन अनि तर चाहिँ सुगोहरू पनि आएको छ माथि आएछ नि तहरू ए हाम्रो घर आउनु हुँदैन चार्जर माथि छ अनि यो तोर पनि आइसकेको छ
म नि भ्लग गरेर चाहिँ बिर्सेँ यार के छ बहिनी गुड गुड ठिक हुनुपर्छ सो साथीहरू बस्दा बस्दा झ्याउलाइसक्यो म त एकछिन झ्याउलाई टिकटक पनि उयो कहाँको टिकटक पनि बनाइदिएँ है ला झ्याउलालाई ठ्याक्कै मन पनि आउनु भयो यता अनि हाम्रो बर्थडे बोय नि आइसकेको छ बुन्टे बुन्टे ओए ओए ओ बुन्टो ह्यापी बर्थडे बुन्टे भर्खर सुतेर उठे जस्तो छ यो के हो रे दादा दिन यस्तो रातो भइदिने भएन है साथीहरू भएन सो अहिले चाहिँ हामी चाहिँ आज यतिकै पिङमा बसेर गिटार बजाउँदै हो आयन सो साथीहरू म आइसकेहरू चाहिँ आमा 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 बाजे 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 नमस्ते 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 को यति धेरै मान्छे मम्मीको उहाँ कामै काम छ ठुलै कसरी छ कि हो भक्कु खोताल्नु भन्छ त राम्रै आयो त साथीहरू यो धेरै के छ कुक त खानै पर्यो है अब कोले केक हेर्न पाएन यता रोट छ यता रोटी छ उता आलु छ आमाले केक काट्दै हुनुहुन्छ ह्यापी बर्थडे आमा साथीहरू के गर्नु खानै पर्यो है खासै खानु मात्रै थिएन तर आज ल्याइदिनु भयो खानै पर्यो बाजेर त उहाँ स्टार गरेर भ्याउनु लगाइसक्नु भयो नहालेको नि हुन्छ हुनु त साथीहरू मैले त खाएर पनि सकिसकेँ ठ्याक्कै मम्मीहरू पनि आउनुभएको छ एकदम टाढाको मान्छे मम्मी गुरुङ अनि यता प्रगति गुरुङ सो साथीहरू अब आज यस्तै भयो रमाइलो भयो बर्थडे पनि सकियो अब टक्क घर जानुपर्छ त्यो खुसियालीमा अनि अरू त के भन्ने सो त्यही हो अब बिस्तारै बिस्तारै डेली भ्लग सुरु गर्नुपर्छ कि जस्तो भाइ चाहिरहेको छ मलाई अनि हिजोको त्यो साइक्लिङको भ्लग चाहिँ अलिकति ढिलो आउँछ होला किनभने यहाँ छ हो भिडियोहरू गोप्रोमा छ अब गोप्रोको चाहिँ मोबाइलमा स्पेसै नभएर अलिकति ढिलो आउन सक्छ सो हाई गाइज आई एम टायर्ड एज हेल या आई एम भेरी मच टायर्ड आज पनि म साइक्लिङ गएको थिएँ एन्ड भर्खर गरेर पनि सकेँ एन्ड या हिजो चाहिँ के भयो भन्दाखेरि म ठ्याक्कै स्पेसको कुरा गर्दै थिएँ मोबाइलमा स्पेस नभएर भिडियो पनि राम्रोसँग रेकर्ड नि भएन अलिकति रेकर्ड गर्ने बित्तिकै रेकर्ड अफ भइदियो स्पेस फुल भनेर देखाएको गर्छ सो त्यही हो अनि देन एउटा नोटिस के भन्दाखेरि त्यो साइक्लिङवाला भ्लग जुन चाहिँ थियो यहाँबाट हामी साइक्लिङ गर्दै एउटा क्याफेमा गएको थियौँ हाम्रो क्याफिन कर्नरमा गएसम्मको चाहिँ भिडियो चाहिँ रेकर्ड भइरहेछ अनि त्यसपछि गोप्रोको ब्याट्री डाउन भएर मेरो टाउकोमा गोप्रो छ आई वाज थिङ्किङ द्याट रेकर्ड भइरहेछ लास्टमा चाहिँ
रेकर्डै नभइरहेछ बिच बाटोमा गएर थाहा पायो अब अलिकति त होला रेकर्ड नभएको भनेको अनि घरमा आएर गोप्रो चार्ज गरेर चार्जर छैन आजकोमा गएर चार्ज गरेर के हेरेको त क्याफेसम्म गएको छ त्यसपछि त रेकर्डै नभइरहेछ सो अनि त्यो वाटरप्रुफिङ केस पानी पर्छ कि भनेर मैले वाटरप्रुफिङ केसमा राखेँ टाउकोमा राखेको थिएँ भनेको त त्यो वाटरप्रुफ केसमा राखेको साउन्ड पनि फेरि नराम्रो आउने रहेछ राम्रो क्लियर नहुने रहेछ माई गड फक त्यही भएर के गरौँ भइरहेको थियो त्यो भ्लग हालौँ किन हालौँ भइरहेछ अब इफ यु गाइज वान्ट देन जस्तो भयो नि यसो मिलाएर हालिदिन्छु म बट नत्र भए त ठिकै छ नहालौँ जस्तो सोचाइरहेछ केही छैन पछि फेरि साइक्लिङ गरेर त्यही बाटो साइक्लिङ गरेर हालौँला त्यो पनि सोचेछु सोच्न चाहिँ मैले या त्यही हो दिस मच फर टुडे हिजो जस भाइको बर्थडेमा रमाइलो भयो आइएनलाई फेरि पनि ह्याप्पी बर्थडे मेरो भाइ एन्ड स्टे अलवेज स्टे ब्लेस्ड अनि त्यही हो या अब चाहिँ बिस्तारै बिस्तारै डेली भ्लग्सहरू गर्नु पर्ला जस्तो लागिरहेको छ मलाई बोर्ड एक्जाम पछि अनि यहाँ बोर्ड एक्जाम पछि सायद घुम्न नि जान्छु होला घुम्न गयो भने झन् भइहाल्यो भ्लग आइरहेको छ सो या दिस मच फर टुडे hope you guys enjoyed watching yeah त्यही हो see you in the next vlog bye bye see you later alligator